नमस्ते साथीहरू। आज म तपाईहरूलाई एउटा यस्तो कथा सुनाउन जाँदैछु जुन कथा सायद आज हरेक नेपाली घरको यथार्थ हो। यो कथा हो एउटा छोरो घर छोडेर परदेश जाँदाको त्यो अन्तिम रात र आँगनको त्यो बिदाई। आज घरको आँगन अनौठो गरी शान्त थियो। झोला तयार थियो, खल्तीमा पासपोर्ट थियो, तर छातीभित्र मन भने फलाम झैं भारी भइरहेको थियो। म विदेश जान लागेको थिएँ। मैले घरको ढोकामा उभिएर अन्तिम पटक सबैलाई हेरेँ। बुबा, आमा, दाई र दिदी। सबैको अनुहारमा एउटा नक्कली हाँसो थियो, तर भित्रभित्रै एउटा ठूलो पीडा लुकेको प्रष्ट देखिन्थ्यो। म बुबाको अगाडि गएँ। उहाँले सधैँ मलाई बलियो बन्न सिकाउनुभयो, कहिल्यै रुनु भएन। मैले बिस्तारी भने, बुबा, हजुरको यो झुकेको काँधलाई अब म तन्काउन चाहन्छु। हजुरले जिन्दगीभरि हाम्रो लागि दुःख गर्नुभयो, अब अलिकति आराम गर्ने पालो हजुरको हो। म जाँदैछु बुबा, तर हजुरको शिक्षा र स्वाभिमान कहिल्यै बिर्सने छैन। त्यसपछि म आमाको नजिक गएँ। आमाका आँखाहरू ओसिला थिए। मैले उहाँको काँपिरहेको हात समातेर भने, आमा, नरौ न, हजुरको आँसुले मेरो बाटो टेक्नै गाह्रो हुन्छ। हजुरले बनाएको खाना र त्यो ममता म जहाँ गए पनि सम्झिरहनेछु। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला है आमा। मैले दाईको हात समाते, जो सधैँ मेरो शक्ति हुनुहुन्थ्यो। दाई, अब यो घरको जिम्मेवारी केही समय हजुरकै काँधमा छ। आमा बुबालाई मेरो अभाव महसुस हुन नदिनु है। अनि दिदी, जसले सधैँ मेरो सानो गल्तीमा पनि मलाई बचाउँथी, उसको त्यो निस्वार्थ माया सम्झिँदा गला अवरुद्ध भएर आयो। मैले सबैलाई एकपटक हेरेँ। मनभित्र हजारौं कुराहरू थिए, तर ओठबाट शब्द निस्कन मानिरहेका थिएनन्। मैले लामो सास फेर्दै भने, म विदेश जाँदैछु। केवल पैसा कमाउन मात्र होइन, हाम्रो परिवारको ओइलाउन लागेको सपनामा पानी हाल्न जाँदैछु। म टाढा हुनेछु, तर मेरो मन सधैँ यही घरको आँगनमै रहनेछ। यति भनेर म झोला बोकेर घरको ढोका बाहिर निस्किएँ। जब म गेटबाट बाहिर निस्किएर पछाडि फर्केर हेरेँ, मेरो पुरै संसार अझै त्यहीँ उभिएर म ओझेल नहुन्जेल मलाई हेरिरहेको थियो। त्यो पलमा मलाई थाहा भयो, संसारको जुनसुकै कुनामा पुगे पनि, पैसाले जतिसुकै सुविधा किने पनि, आफ्नो घरको आँगन र परिवारको काख जस्तो ठाउँ यो धरतीमा अन्त कत्तै हुँदैन रहेछ।